यो मुभीको इन्डिङले तपाईको मुटुको चिथडा उडाएन भने मलाई आएर भन्नु। यी मुभिज हेरेर पनि रुनु भएको छैन भने तपाईले आफ्नो लाइफमा कसैलाई एक्सट्रिम लेभलमा प्रेम गर्नुभएकै छैन। यो भिडियो इमोसनल मुभिजको लास्ट पार्ट हो। नम्बर 3 र 1 को मुभी तपाईले युट्युबमा फ्रीमा हेर्न सक्नुहुन्छ। नम्बर 3 मा छ 2022 को मलयालम मुभी हृदयम। मुभीले प्रोटागोनिस्टको कलेज लाइफ र आफ्टर कलेज लाइफलाई चाहिँ कभर गर्छ। अस्ति हेरेको ड्र्यागन मुभी थियो नि, त्योसँग अलिअलि रिजेम्बल पनि गर्छ। यो मुभीको ब्याकग्राउन्ड म्युजिक यति ब्युटिफुल छ कि मैले इन्ट्रो पनि स्किप गरेको थिएँ। एकदमै ब्युटिफुल मुभी छ। नम्बर 2 को मुभी छ 2021 को बलिउड मुभी सिद्धार्थ। यो मुभीले प्रेमको कुन हदसम्म मान्छे जान सक्छ यो कुराले देखाइएको छ। 7 समुद्र पारी गर्लफ्रेन्डको बिहे हुँदैछ र भिजा पनि क्यान्सल भइसकेको छ। त्यहाँसम्म जसरी पनि बिहे अगाडि पुग्नु छ। यति धेरै क्रेजी कुराहरू देख्न पाइन्छ र प्रेममा यतिको पनि पागल भइएन, यतिको पनि सिद्धत भएन भने तपाईले प्रेम गरेकै हैन। यो कुरा देखाउँछ यो मुभीले। एकदमै राम्रो मुभी छ। फर्स्ट हाफ एकदमै रमाइलो चिल टाइपको छ भने सेकेन्ड हाफ एकदमै धेरै इमोसनल छ। नम्बर 1 को मुभी छ 2020 को कन्नडा मुभी दिया। यो मुभीको बारेमा धेरै नबोलौँ। यो मुभीको इन्डिङले तपाईको मुटुको चिथडा उडाएन भने मलाई आएर भन्नुस्। यति धेरै हार्ड कसरी जान सक्छ, डाइरेक्टरले यति धेरै हार्ड कसरी सोच्यो होला भन्ने म सोचिरहेको छु। यो सिरिजमा छुटेका लभ स्टोरी मुभिज र तपाईको अल टाइम फेभरेट मुभिजहरू कमेन्ट गरेर भनिदिनु होला। लाइक एन्ड फलो।